ल यार रोनाल्डोको घरमा नि आइपुग्यो यार यो रोनाल्डोको कट्टुमा चाहिँ किन त्यो डिस्कलर छ रोनाल्डोले खेलेको फुटबलहरू सब प्लेयरहरूको सिग्नेचर सहित रहेछ यहाँ चाहिँ म्युजियममा यस्तो चित्र हामी चाहिँ हाइकिङ गर्दैछौँ हाई एभ्रिवान म मनोज भट्ट म चाहिँ हाल पोर्चुगलमा छु पोर्चुगलमा आएको पनि 3 वर्ष भइसकेछ 3 वर्षसम्म हामी चाहिँ एकपल्ट चाहिँ रोनाल्डोको गाउँमा हेर्न जाने घुम्न जाने भनेर हामीले पहिलेदेखिको प्लानिङ थियो अनि कहिले कसैको छुट्टी नमिल्ने कहिले कसैको केही नमिल्ने अनि यो छुट्टी चाहिँ हाम्रो सबैजनाको छुट्टी मिलाएर छुट्टी लिएर भने नि हामी 4 जना हामी यहाँबाट मदिरा जाँदैछौँ हामी चाहिँ फाइनल निक्लिसक्यौँ होइन हामी चाहिँ अर्को दाइ पनि आउँदै हुनुहुन्छ बाटोको लागि हाम्रो खाजा नास्ताको लागि हाम्रो यता सूर्यदाइले झुन्डाइरहनु भएको हामी चाहिँ बस पार्क आइपुग्यौँ अनि हाम्रो बस पनि आइपुग्यो तर हाम्रो दाइ पनि आइपुग्नु भयो होइन अब हामी यहाँबाट बसबाट चाहिँ हामी जान्छौँ लिस्बनबाट फेरि हामी चाहिँ फ्लाइटबाट बेलुका 7 बजेको फ्लाइट छ राधे राधे गुरु अनि बेलुका 7 बजेको फ्लाइट छ फ्लाइटबाट हामी फेरि मदिरा जान्छौँ अब हाम्रो बस पनि यही हो होइन फ्लिक्स बस म चाहिँ लामो यात्रा गर्दा प्राय उपन्यास सुन्ने गर्छु के जुरो दाइ ट्राभल गर्दा चाहिँ चाहिने साइडमा गोरी केटी परेपछि चाहिँ मान्छे मक्ख होइन सिमसिम पानी पनि पर्न थाल्यो दादा भोक लाएर मलाई त थकाली सम्झेर अब हामीले कम्बो सेट मगाइन्छ झ्याम्मा खाइन्छ च्याप्प मदेर उडिन्छ थकालीमा गएर मासु र भात खाने हो कम्बो सेट मगाएर चाहिँ नेपाली रेस्टुरेन्टमा आइपुग्यौँ होइन अनि अब यहाँ चाहिँ हामी खाना अर्डर गर्नुला भटमा साधेको के हो खाजा सेट मोमो अनि दादा त्यो भेज चाउमिन होइन अनि म चाहिँ थकाली आयो है थकाली आयो है अब खाजा सेट मोमो दादाको चाहिँ भाडा एकदम राम्रो छ है अनि यो चाहिँ मेरो होइन मटन खाना हामी चाहिँ खाना खाएर ट्याक्क एयरपोर्ट आइपुग्यो अब यहाँबाट 5 बजे 3 मिनट गएको अहिले भर्खर अनि अब यहाँबाट चाहिँ हामी 7 बजेको फ्लाइट छ अब भित्र छिर्छौँ होइन दादा छिर्नु त होला नि अब हामी गेटमा छिरिन्छ चढिन्छ होइन भाउजूले माया मिसाएर पठाइदिनु भएको क्रिम यार दाईको गयो यार मेरो दाई कस्तो रहेछ भने उता चेकिङमा चाहिँ तानिदिने क्रिम श्रिम अनि ठ्याक्क यता छिर्ने बित्तिकै चाहिँ क्रिमहरू पाउने चस्माहरू पाउने ठाउँ चाहिँ होइन मेरो दादालाई चोटमा खाएर भर्खर उताबाट तान्नु दादा अहिले फेरि यहाँ क्रिम हेर्दै हुनु दाइ अहिले नकिन्नु उताबाट फेरि यहाँ फर्किँदाखेरि फेरि फालिदिन्छ ओहो चिसो यार चिसो 4 जनाले सँगै टिकट काटे पनि हामी चाहिँ छुट्टै पऱ्यौँ मेरो हातमा चाहिँ नेपाली ब्रो र एउटा खैरेनी परेको थिएँ मैले चाहिँ खासै धेरै भिडियो बनाउन चाहिनँ फाइनल्ली हामी चाहिँ मदिरा आइल्यान्ड आइपुग्यौँ झर्दैछौँ लाइनबाट सिम पानी पर्दैछ दाइहरू त अगाडि आएर पुगिसकिदिरहेको क्या ल दादा 4 जना 4 पार्टी है मदिरा आइल्यान्ड है घर मामा 2 पल्ट त मेरो सातो मारेको यार 2 पल्ट मिलाइने फेरि मैले सूर्यदाइलाई दाना है सानो दाना होइन चेकिङमा दाइले रेडबुल लिएर आउनु भएको चेकिङमा तानिदियो ल्याउनु एक गुडको खान्छु भन्दै तर फालिदिइहाल्यो तर यार यो के यार हामी बिर्सी यार रेनियरमा त यार रत्नमार्ग जस्तो रहेछ यार चिट्टा बेच्न लिएर आउने पर्फ्युम बेच्न लिएर आउने एयरपोर्टबाट निक्लिसकेपछि हामीले चाहिँ बोल्ड गऱ्यौँ बोल्टमा चाहिँ टेस्ला आयो मेरो चाहिँ टेस्लाको फर्स्ट एक्सपिरियन्स थियो एकदम रमाइलो लाग्यो हो फेरि कति आउला त यार हिजो बेलुका चाहिँ साथीकोमा खाना खाएर आइसकेपछि आउँदाखेरि ढिलो भयो अनि खासै रुमहरू देखाउनु पाएन रुमहरू चाहिँ हाम्रो एक्सपेक्टेसनभन्दा नि एकदम राम्रो रहेछ अनि
तास के गर्ने भन्दा तास खेल्ने होइन तास खेल्दा खेल्दै चाल पर्यो दाइले घुम्न त आइयो तर अब ठ्याक्कै चिने कहीँ छैन जाने कहाँ हो नि थाहा छैन हामी घरबाट चाहिँ निक्ल्यौँ होइन अब जाने कहाँ हो नि थाहा छैन अब हामी हिँड्दैछौँ खासै साथ दिन्थेन निन्द्रा नै खुले छैन अहिलेसम्म राम्रोसँग बिस्तारै निन्द्रा अब खुल्नको लागि कफी खानुपर्छ अब कफी सप खोज्दै हामी हिँड्दैछौँ होइन अब यो चाहिँ ठ्याक्कै लगभग रानीमन जस्तै लाग्यो होइन मलाई चाहिँ खालि के भयो नि नेपालसँगै कम्पेयर गरिरहेको हुन्छु मैले चाहिँ प्रायः खोइ अब धेरै माया भएर हो कि होइन त्यहाँ आउँछौँ यो चाहिँ यो समुद्रको किनार यहाँबाट हामी बसेको ठाउँबाट लगभग 15 मिनटको मतलब यहाँ चाहिँ कति ठुलो पानी जहाज रहेछ क्या अनि एकदमै एक्साइटेड छु म चाहिँ होइन रोनाल्डोको घर हेर्न जाँदैछौँ उसको आमाको घर हो अरे तैपनि उसको म्युजियम पनि छ अरे अनि यहाँ चाहिँ खोला यो समुद्रको किनार हो होइन कति ठुलो सिप बसिरहेको यहाँ चाहिँ कति दामी रहेछ ठाउँ घुम्न साह्रै मजा क्रिस्टियानो रोनाल्डोको म्युजियम यहाँ चाहिँ अगाडि फोटो छ होइन स्ट्याचु छ अनि यो भित्र चाहिँ म्युजियम भयो रोनाल्डोको स्ट्याचुसँग चाहिँ एउटा फोटो खिच्छ भनेको दाइ यहाँ कुरिरहनु भएको फोटो खिच्नु तर दाइ रेडी भइसक्नु भयो यहाँ ऊ क्युमा हुँदो रहेछ होइन रोनाल्डोको चाहिँ अलिकति स्ट्याचु खुइलेछ त्यहाँनिर चाहिँ होइन अब चाहिँ हामी रोनाल्डोको म्युजियममा इन्टर गर्दैछौँ पर पर्सन 5 युरो पर्छ अरे भित्र गएर फोटोसोटो सबै खिच्नु पाइन्छ भिडियो बनाउनु पाइन्छ भने पाएछ अब बाहिर चाहिँ लास्ट यही हावा चलिरहेको होइन अब भित्र जाऊँ यहाँबाट चाहिँ टिकट काउन्टर हो यहाँबाट टिकट काटेर मिठा खोला तल जाने हो अनि यहाँ चाहिँ सिआरसी रोनाल्डोको बच्चाको फोटोहरू पनि रहेछ यहाँ चाहिँ होइन यहाँ चाहिँ हामी छिर्यो होइन अनि चाहिँ नि वाउ अब कुनै बेला हानौँला क्या त आउनु न म्युजियममा जाँदैछौँ यो रोनाल्डोले लगाएको जर्सीहरू हो यहाँ चाहिँ रोनाल्डोले लगाएको जर्सीहरू छ अनि यो चाहिँ उसले जितेको कप छ होइन अनि गोल्डन बल हो के हो वाउ कति धेरै हो आमामा वाउ म त कता खिच्नु भयो यार मान्छेले गरेका आर्टहरू रोनाल्डोको चित्र बनाएर त हेर्नु कस्तो बनाइदिन्छ यसले टाइमरको हो क्या यो जो सु अनि चाहिँ नि कति धेरै मैले त खिच्दै सकेन अनि उसको यहाँ टिभीमा नि उसकै गेमहरू बजिरहेको थियो मान्छेहरू पुरा आएर हेरिरहेको छ होइन यस्तो भिड रहेछ नि सरी 1993 रोनाल्डोले खेलेको फुटबलहरू सब प्लेयरहरूको सिग्नेचर सहित रहेछ यहाँ चाहिँ गोल्डन सुज CR7 अब मेरो चाहिँ मेन चाहिँ यहाँ छ है मैले हेरेभरिको स्ट्याचुमा सबैभन्दा रियलिटी चाहिँ यो लाग्यो होइन यो चाहिँ सेम जस्तो छ अलमोस्ट ठ्याक्कै सेम जस्तो छ तर टी सर्ट रहेछ अनि माथि चाहिँ क्यामेराले चाहिँ क्रिस्टियानो रोनाल्डोसँग भेटेकै जस्तो सँगै खिचेको फोटो जस्तो बनाइदिन्छ अरे अनि त्यही भएर बुढीहरूले चाहिँ खिच्दैछन् सेकेन्ड चलो हेरौँ यो कस्तो आउँछ फोटो खिच ओहो यस्तो निकालो यार यो रोनाल्डोको कट्टुमा चाहिँ किन त्यो डिस्कलर छ गाइज
यहाँ चाहिँ सब केटीहरू आउँदै होइन त्यहीँसम्म आउँदै फोटो खिच्दै गर्दा रहेछ नि। मैले एउटा सानो क्लिप पनि मैले भेटाएको छु होइन। यहाँ चाहिँ यस्तो बनाएको क्या मारो यार दाइ यार। ल है अब चाहिँ घुम्यो। अब हामी चाहिँ रोनाल्डोको घरतिर चाहिँ जाँदैछौँ होइन। रोनाल्डोको घर रे यहाँ चाहिँ उहाँको आमा बस्नुहुन्छ अरे। यहाँ चाहिँ अगाडि यस्तो पार्क छ अनि यही कालो चाहिँ हो होइन। अनि यहाँ चाहिँ यस्तो देखिन्छ अगाडि चाहिँ नेचुरल पहरोहरू छ होइन। सो अनि साथीहरू चाहिँ गइराखन् अनि हामी पनि त्यही जाँदैछौँ। यहाँ चाहिँ टनल रहेछ। ठ्याक्क टनलबाट निक्लिने बित्तिकै रोनाल्डोको घर आइपुग्यो। ए है रोनाल्डोको घर यही हो है। ल यार रोनाल्डोको घरमा नै आइपुग्यो यार। गेट चाहिँ यहाँबाट रहेछ यस्तो रहेछ होइन। तर मैले त यहाँ रोनाल्डोको घर त पुरा तार हुन्छ नि। अब खतरा छ भन्ने लागिरहेको क्या। रोडमै रहेछ कि यस्तो होइन। तर ऊ यहाँ नबस्ने भएर नि होला। अस्ति आएको अरे उसको मम्मीको चाहिँ बर्थडेमा। अहिले चाहिँ ऊ चाहिँ बाहिर बस्छ अरे त्यस्तो छ होइन। खासै ठुलो त छैन भित्र त खतरा होला। तर बाहिरबाट हेर्दा यस्तो देखिन्छ। यता चाहिँ समुद्र छ। उसको घरबाट समुद्र पनि देखिन्छ। माथि चाहिँ यस्तो छ होइन। अझै पिज्जा आउँदैछ है। समुद्रको किनारमा बसेर पिज्जा खाँदैछौँ होइन दाइ। मेरो दाइले हो होइन। मेरो दाइले त मेरो दाइले हो चाइनाको ग्लास ब्रिज जस्तै यहाँ पनि ग्लास ब्रिज रहेछ होइन। अनि यहाँ चाहिँ 580 मिटर चाहिँ तल छ गहिरो होइन। यहाँबाट यस्तो गहिरो यहाँबाट मोबाइलै खस्यो भने पनि कहाँ पो हो होइन तल। वाउ यहाँबाट चाहिँ मधेरा पुरै देखिँदो रहेछ होइन। अनि यता चाहिँ पुरै ओसन। चिसोले हामी यताबाट तातो हावा हो कस्तो छ भाइ? बवाल नै बवाल। हेर ल हेर यता क्लियर क्रिस्टल ओसन। यताको हेर यो त कास्टिङ हो बल्ल। हामी त अब डेमो हेर्न जाँदैछौँ माथि। ल ल लेट्स गो ब्रो। हामी चाहिँ हाइकिङ आउँदैछौँ अहिले 8 जना साथीहरू। यो चाहिँ मदिराको सबैभन्दा अल्को डाँडो रे। यहाँबाट चाहिँ धेरै जसो मदिरा पनि देखिन्छ। प्लस यहाँ चाहिँ धेरै जसो मान्छेहरू हाइकिङै आउनु रहेछ नि। यस्तै बाटो पनि त्यस्तै छ होइन। अनि आधी बाटोसम्म चाहिँ गाडी आउँदो रहेछ। अनि त्यहाँबाट चाहिँ मान्छेहरू हिँडेर आउने यस्तो यस्तो पाहाडहरू होइन। सब डाँडा सब चाहिँ डाँडैभरि यस्तो धुप्पी जस्तो रुखहरू छ। अनि हातमा इनर्जी ड्रिङ्क लिँदै सासै फुलिसक्यो। अब अझ आधी बाटो नै आइपुगेँ होइन। कोही साथी अगाडि छन् कोही साथी पछाडि छन्। मेरो सुरु दाइ चाहिँ यहाँ पछि आउँदै हुनुहुन्छ। यस्तो चिसो छ हात। मैले यो मोबाइल पनि राम्रोसँग समाउन सकिरहेको छैन। अब भोलि चाहिँ यो हाम्रो चाहिँ चिसोले चाहिँ ओठ गाला हात फुट्छ भनेर भन्दै हुनुहुन्छ। ठिकै छ अब रिकभर होला होइन फुटेर। तर यो भ्यू चाहिँ कहिल्यै पाइदिन्थ्यो। बल्ल आइपुग्यो हामी हाम्रो डेस्टिनेसन। यहाँ यो चाहिँ मदिराको सबैभन्दा अल्को ठाउँ। यति ठुलो पहाड चढ्यो कि जिन्दगीमा अहिलेसम्म चढाएको थिइनँ। हामी आएको बाटो चाहिँ यो बाटो हो। यो डाँडो कटेर त्यो डाँडो झरेर बल्ल त्यहाँ आइपुगिन्छ।
हामी चाहिँ फुन्चल एयरपोर्ट आइपुग्यौँ। अब हाम्रो 2:30 बजेको फ्लाइट छ। अहिले चाहिँ हामी कति बज्यो दाइ? अहिले लगभग 1 बज्यो। अहिले 1 बज्यो। अब हामीसँग आधी घन्टा जति टाइम छ। अब यो आधी घन्टा चाहिँ हामी यसो यहाँ चाहिँ के कस्तो रहेछ यो चाहिँ यो एयरपोर्ट चाहिँ फेरि समुद्रबाटै उठाएर बनाएर चाहिँ पिलर उठाएर समुद्र माथि नै रहेछ। अनि यसो हेर्दैछौँ यता के छ। अब खासमा अब मोबाइल अफ हुने बेला भयो। अब आजलाई भ्लग यति नै भन्दै हामी लाग्दैछौँ ताबिरा।